आज मध्यरातदेखि चुनाव नसकिन्जेलसम्म मौन अवधि सुरु हुँदैछ। निर्वाचन प्रचार-प्रसारमा रोक, कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने। भोज-भतेर, हुल-हुज्जत, जुलुस प्रदर्शन गर्न नहुने। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार-प्रसार सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने। कुनै पनि तरिकाबाट मत माग्न नपाउने। सामाजिक सञ्जाल मार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार-प्रसारका सामग्री हटाउनु पर्ने। मतदान केन्द्रमा शान्ति कायम राख्ने। मतदानमा बाधा पुर्याउन नहुने। मतदान कार्य प्रारम्भ हुनुभन्दा 3 घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्न नहुने। मतदान हुने दिनको 48 घण्टा अघि मतदान स्थलको 300 मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेद्वारका प्रचार-प्रसार सामग्री हटाउनु पर्नेछ। मतदातालाई मतदानबाट वञ्चित गर्न नहुने। कसैले पनि मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचय पत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न हुँदैन। यदि गरेमा सजाय स्वरूप रु 25,000 जरिवाना, 6 महिना कैद वा दुवै हुनेछ।